Hi friends, good morning. Welcome back to my new channel, The Mini Life. So, and also happy Dhanteras. आज यो धनतेरस हो. म माइतमा बस्थे मेरो मम्मी हुनुहुन्न भनेर अनि म अहिले मेरो ससुराल आएको छु. धनतेरस हो, घरको काम साफ सफाई गर्नुपर्छ. हाम्रो योपालि तिहार त मनाउँदैनौं किनकि जुठो लागेको छ. तर साफ सफाई त गर्नु पर्यो भनेर म आएको थिएँ. आधी काम भयो, अब पोछा गर्दैछु हैन. पोछा गर्दै गर्छु. मेरो मम्मी चाहिँ वृन्दावन जानुभएको छ अनि घरमा आपा मात्रै हुनुहुन्छ. त्यही भएर मलाई खाना बनाउनु, घरको काम गर्नु, सघाउनु भनेर चाहिँ उहाँ बनाउनु भएको थियो. अनि त्यही भएर म वहाँ पनि जान्छु, खानासाना बनाउँछु. फेरि दिउँसो कहिले यहाँ आउँछु. यहाँ पनि बस्नु पर्यो एकछिन. अझै एक्लै हुनुहुन्छ हैन, घर पनि हेर्नु पर्यो. त्यस्तो मेरो आउने जाने भइरहेछ दिनभरि. मेरो तिहार चाहिँ यस्तो चल्दैछ है. ये मेरो छोरा उठ्यो. उठेन तिमी उठेन. मम्माले रिसाएको उठेन. नानाहरू खेल्नु आयो नि. गुड मर्निङ साना. गुड मर्निङ. ब खेल्दैछ. हेङ्सुमा दादा हेङ्सुमा जोजो ब खेल्दैछ. आज अब चाहिँ म जाँदैछु धनतेरसको सपिङ गर्नुको लागि हैन. धनतेरसमा के सामानहरू किन्नुपर्छ अरे अनि त्यो किन्नुको लागि जाँदैछु. अनि आज धनतेरसको दिनमा चाहिँ येलो कलरको कपडा लगाउनुपर्छ अरे भनेर मैले यो येलो कपडा लगाएको छु. यो मात्रै एउटा अलिक राम्रो छ मसँग. सो यो अनि मेरो छोरा चाहिँ एकदम रोएर उत्पात गर्दैछ. रोएर एकदम हैन. म चाहिँ अलिकति रेडी हुँदैछु. सो अब तपाईहरुलाई बजारमा भेट्छु ल सबैजना. धनतेरसको बजार गर्न जाँदैछौँ हामी अब सबै मिलेर तिहारको हैन. कसरी ठुल्यामा कति हो? आमामाम के हो दाम पनि. धनतेरसको दिन यस्तो किन्नुपर्छ भनेर किन्नु आएको. त्यही त अलिक कम गर्नु न. यो लाने हामी. কিমান কৈছে? এটা 20. बहुत गरम. देखो आदमी कस्तो गरम छ. गरम बाहिर रेसिस्ट गर्न नसकेर सर्दी लागेको छ. भइ पनि गोला खाने गोला के
कुनी 20 होला अनरेसिस्ट गोला 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 ए गिला खोइ लाङ्लोतिर लु नाङ्लो पार्टी आऊ है नाङ्लो पार्टी आऊ है खोइ हेरौँ एकपल्ट लु दुईटा प्याक गरिदिनु ल बजार भयो बजारबाट आयो बोच्चामन किन्यो बोच्चामन किनेकै छैन झाडु चाहिँ किन्नु बिर्सिरहेको छु झाडु किन्नु छ त्यहाँबाट खर्ट झाडु पनि किन्नुपर्छ अरे जे चाहिन्छ त्यो धनतेरसको दिनमा किन्नुपर्छ त्यो किन्यो होइन बहुत टाइम लाग्यो नानीलाई मैले वदितीमा छोडिदिएको छु किनकि मलाई अहिले फेरि बिजी लगाउनु जानु छ मलाई कुकुरले टोकेको थियो सो आज 18 तारिकको डेट छ नि त अनि म अब यो आपालाई खाना बनाएर अहिले अलरेडी कति भयो टाइम 1:15 भइसकेछ आपालाई त भोक लाग्छ सो चाहिँ म खानासाना बनाउँछु बाउलाई दिन्छु अनि जान्छु बिजी लगाएर आएर त्यसपछि नानी पनि लिएर आउँछु अनि त्यहाँबाट दियो त्यो बाल्ने यताउता गरिन्छ हाम्रो उता घरमा पनि अब तिहार त मनाइँदैन तर पनि नाङ्लो किन्ने मैले एउटा घरको लागि होइन अनि झाडु किन्छु अब त्यही हो अब खानासाना बनाएर अनि फेरि म निस्किन्छु एक्लै छु गर्नुपर्छ यता पनि उता पनि नानी पनि यताउता भइरहेछ हेर्ने मान्छे हुँदैन होइन घरमा कोही भएको भए त राखेर जानुहुन्थ्यो अब हाम्रो घरमा कोही छैन आप्पा पनि दिदी जानुहुन्छ मम्मी पनि हुनुहुन्न दादा पनि छैन त्यही भएर दिदी घरमा छोडेको छु कहिले पूजाले पनि त्यही हुन्छ मैले केही काम भयो भने म जहिले पनि हाम्रो म दिदीकोमा छोडेको छु उनीहरू भएर चाहिँ मलाई बहुत सुविधा हुन्छ तपाईँ कहाँ निस्किनु पाइन्छ होइन अहिले नानीहरू कसले हेर्नु खोज्छ कसले पनि हेर्नु खोज्दैन धन्न म चाहिँ यतिको ब्लेस्ड छु कि मेरो नानी हेरिदिने मान्छे चाहिँ छ हाम्रो मम्मीको साइडबाट यो चाहिँ म आइएम भेरी थ्याङ्कफुल फर द्याट सो अहिले म मेरो आप्पाको फेभरेट साग बनाउँदैछु मुन्टा र आलु फ्राई गरिदिन्छु दाची पनि छ दाल पनि छ त्यही खानुहुन्छ भइहाल्छ नानीलाई वही खुवाइदिनुहुन्छ दिदीले त्यही हो अनि एकछिनपछि बिजीको जग्गा वेट गर्दैछु इन्जेक्सनको लागि इन्जेक्सन साना बाबा कसँग बस्यो तिमी कसँग बस्यो छुनियावासित मेरो कुन्दुरी छुनियामासँग बस्यो हाई भनिदेऊ हाई भनिदेऊ हाई अरे बस्यो यहाँ बहिनीसँग थियो मेरो छोरा जसले मेरो छोरा हेरिदिनु भएको थियो दिनभरि ऊ जानुभयो क्वाटी उसले यहाँ मेरो बहिनीसँग राखिदिएको थियो अब हामी दुईजना छोरा र आमा जाने घर बिहान 10:30 मैले राखेको थिएँ उसलाई अहिले अलमोस्ट 3 भइसक्यो यतिसम्म राखेर हेरिदिन्छु मेरो छोरालाई देख्यो यहाँ छ मेरो छोराको गाडी अब यसमा हालेर लान्छु मेरो बच्चालाई मेछोना केक खान्छ अब ल
अब मेरो छोरा लिएर म जान्छु अनि यसै गरेर आज भ्लग खतम बाई बाई गरेछ न बाई बाई फर वाचिङ बाई बाई ल मेरो मुटु